हाम्रो लागि इम्पोर्टेन्ट को हो हाम्रो प्रियसीको हो कि हाम्रो लागि इम्पोर्टेन्ट अहिलेको चल्ती ब्लगर हो कि अहिले हाम्रो लागि इम्पोर्टेन्ट अहिले हाम्रो कुनै अन्य थोक हो कि है बडो चुनौतीपूर्ण यो क्रिसमसको अवसरमा हामी याद गर्नुपर्ने कुरा हामीले विचार गर्नुपर्ने कुरा बाइबल हामीलाई बताउँदछ लुका 16 पदले बताउँदछ कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन किनकि त्यसले एउटालाई घृणा गर्छ अर्कालाई प्रेम गर्छ अथवा त्यो एउटाको भक्ति भएर अर्कालाई तुच्छ ठान्छ यो खण्डहरूलाई हामीले पढ्दै गर्दा हामी पाउँछौँ कि कुनै एक नोकरले कुनै एक व्यक्तिले दुई मालिकको सेवा गर्न सक्दैन हामीले कसको सेवा गर्दछौँ क्रिसमस मनाउँदै गर्दा क्रिस्ट केन्द्र है एउटा सोर्स हुन एकदमै जरुरी छ यो एकदमै महत्त्वपूर्ण कुरो एकदमै इम्पोर्टेन्ट कुरा हो है क्रिस्ट हाम्रो लागि इम्पोर्टेन्ट चाहिँ हाम्रो त्यो दोस्रो तेस्रो कुरामा आउनु कुरा तर पहिलो स्थान दिनुपर्ने व्यक्तिलाई हामी नबिर्सौँ सत्य बाटो सत्य र जीवन जसले सत्य देखाए जसले मुक्ति देखाए त्यो व्यक्तिलाई गाडी चलाउन दिउँ जीवन चलाउन दिउँ तब डेस्टिनेसनमा लक्ष्यमा अवश्य पुग्छ परमेश्वर धन्यवाद भएको होस् र यो समयमा फेरि